पेन्सिल यहाँ हेर मैले पानी र मट्टी तेल किरोसन ओइल लिएको छु हैन। किरोसन ओइल के छ हुन्छ त यसको डेन्सिटी पानी भन्दा कम हुन्छ, त्यसैले यो पानीमा फ्लोट गरिरहेको छ। ठीक छ, तर यो त भयो फिजिकल डेन्सिटीको कुरा। फिजिकल डेन्सिटीको आधारमा पानी भन्दा लाइटर हुन्छ किरोसन ओइल, तर यसको एउटा अप्टिकल डेन्सिटी हुन्छ। अप्टिकल डेन्सिटी भन्नुको मतलब कुनमा रेफ्रेक्सन बढी हुन्छ, अर्थात् लाइटको स्पिड कुनमा कम हुन्छ। यसलाई हेर्नको लागि यहाँ दुईटा के छ, एउटा किरोसन ओइल छ, पानी छ। अब यसमा म हाल्छु, यहाँ हाल्दा के हुन्छ त बाङ्गिन्छ, यहाँ बाङ्गेको जस्तो देखिन्छ र पुरा बडी बाङ्गेको कहाँ होला त यो मट्टी तेल वाला लेयरमा होला। किनकि मट्टी तेल जुन छ त्यसको मट्टी तेलको डेन्सिटी फिजिकल डेन्सिटी लो छ, तर ऑप्टिकल डेन्सिटी हाई छ इन कंपैरिजन टू वाटर। सो देयर इज मोर रिफ्रेक्शन इन किरोसन ओइल इन कंपैरिजन टू वाटर। त्यसैले यो पेन्सिल यसमा बडी बाङ्गेको, यसको इन्टरफेसमा राम्ररी हेर्यो भने यो बडी बाङ्गेको हुन्छ, यहाँ के होला कम बाङ्गेको जस्तो होला हैन। यहाँ लाग्छ नि पेन्सिल जसरी टुक्रा भएको छ, बाङ्गिए भएको छ, टेढो छ।